सो यो गाइज वेलकम टु माई ब्लग आफ्टर द लङ अनि त्यही हो आज चाहिँ नवमीको दिन म चाहिँ आज भ्लग बनाउँदैछु धेरै दिनपछि र आजको दिन चाहिँ के छ भने अष्टमीमा खसी काट्नु पनि तर केही कारणवश अष्टमीमा काट्न सकेनौँ अनि आज नवमीमा हामी खसी काट्न जान्छौँ के अरे खसी काट्न जाँदैछौँ त्यही हो हाम्रो खसीहरू चाहिँ यहाँ छ हाम्रो आमा यहाँ हुनुहुन्छ हेलो भनिदिनु यहाँ यता हेलो भनिदिनु न यता हेर्नु न हेलो भनिदिनु हेलो ल ठिक छ यो खसी चाहिँ होइन आज हामीले उतै खसी काट्छौँ होला अनि चाहिँ यसो भैँसीहरू हाम्रो घरको टक्क हाम्रो आमा यहाँ छिन् अनि अब म चाहिँ खसी काट्ने सुरमुर मिलाउँदैछु यो चाहिँ दसैँ भ्लग हाम्रो बुवा ल ल ऊ हाम्रो भाइ दिदीहरू चाहिँ यता हुनुहुन्छ सो केही छैन भ्लग हान्दै जाउँ तपाईँहरूलाई देखाउने छु मैले टक्क हाम्रो चाहिँ यहाँ हुन्छ खसी काट्ने व्यवस्था त्यही हो सो त्यही हो अब चाहिँ हाम्रो अब दसैँ चाहिँ मेन दसैँ स्टार्ट हुन्छ किनभने अब हिजो आउन नि हल्का ढिलो भयो अनि संजोग बस नवमीको दिन आउनु पऱ्यो अनि त्यही भएर चाहिँ अब नवमीमा आएर ट्याक्क हामीले खसी काट्नुपर्ने हुन्छ र मासु खानुपर्ने हुन्छ साथसाथै भरे बेलुका क्रिकेट गेम पनि छ त्यो पनि हेर्न जानुपर्ने हुन्छ त्यही हो बाँकी कुरा यस्तै हो भिडियो हेर्दै जाउँ बनाउँदै जाउँ असो गाइस मैले चाहिँ बुवालाई टक्क लिएर आइसकेँ बुवाले चाहिँ यसो हतियार सतियार लिएर हिँड्दै हुनुहुन्छ त्यही हो अब हामी अब घरमा नि आइसक्यौँ टक्कै यो चाहिँ हाम्रो घर बालबन्दीको अब जाउँ के हुन्छ हेरौँ दसैँ चाहिँ अब हुन्छ है हाम्रो घरमा चाहिँ टक्क हामी घर पनि आइपुग्यौँ यो भैँसी यिनीहरूलाई चाहिँ काट्नु हुँदैन किनभने यो चाहिँ हामीलाई घिउ खुवाउने आधार नै यही हो ल जाउँ अब टक्क लाएर ओए ए बल्ल आयो म त फेरि कराउनु त फेरि च्याम्पियन छु नि यो खसी नटेर तना भएर ल अब चाहिँ भयो है अब चाहिँ अब हाम्रो यहाँ काटकुट स्टार्ट हुन्छ अनि म टक्क म चाहिँ यहाँ गऱ्यौँ भएर यहाँ तल बसिरहेको छु पियुसले खुट्टा समाउँछ ल कालीले मोबाइल समाउँछ यो गाइस दिदी र म चाहिँ अब लसुन केलाउने तर्खरमा छौँ अब हाम्रो खसी अलिकति रेडी पनि भइसकेको छ अनि त्यही हो अब खसी ससी रेडी हुन्छ खसी खाइन्छ दसैँ मनाइन्छ हजुरहरू पनि मनाउनु होला राम्रोसँग ह्याप्पी दसैँ सबैलाई अनि त्यही हो हाम्रो चाहिँ अझ अब खसीको चाहिँ आन्द्रा भुँडी केलाउँदै हुनुहुन्छ उतैमा कलमा हो के भन्यो त थाहा नै होइन अनि अब भइसक्यो बेला चाहिँ अब त्यही हो अब हामी पनि अब बाइक पनि पूजा गर्नुपर्ने छ अस्ति पूजा गर्ने भनेको हाम्रो जुठो परै थियो ठ्याक्क जुठो कहिले सक्यो भने थाहा होइन हो आज नवमी दिन टक्क घरमा ल्याएर पूजा गर्ने कुरो भइरहेछ अनि बाइक पनि आउँदैछ सो त्यही हो हेर्नु होला भ्लग इन्जोय गर्नु होला ह्याप्पी दसैँ गाइज दिदी त पैसा पाएँ अब मेरो पाली पैसा देऊ न हो आमै पैसा देऊ न ल कति दिने दिन्न 100 रुपियाँ मोमो खानलाई मोमो मैले के भने यो एउटा मात्र छोरी है हामी 3 छोराहरू है यो भनेको अर्का घर जाने हामी त घरमै बस्ने हो क्या हजुरहरूले हामीलाई लगानी गर्यो भने हामीले घरमा लगानी गर्छौँ घर त यहीँ हुन्छ हाम्रै नै हुन्छ नि अनि त्यही हो गाइजहरू अनि त्यहीबाट दिदी र मेरो कन्ट्रोभर्सी चलिरहेको हुन्छ जहिले घर आयो तैले यो मेरो कन्ट्रोभर्सी चल्छ तर केही छैन दिदीले मलाई 500 अस्ति दिएको थियो त्यो 500 पनि फेरि अब भोलिको दिन चाहिँ भन्छ सो अब हाम्रो यहाँ खसी काटाङ कुटुङ भइरहेछ हाम्रो भाइ घरको सबभन्दा छोटे घरको सबभन्दा ठुली मेरो भाइ चाहिँ सानो हाम्रो बुवा हुनुहुन्छ अब टक्क खसी ससी चाहिँ हल्का अब काटकुट गर्न बाँकी छ त्यही हो हेर्दै जाउँ के हुन्छ फोडफाड गर्न बाँकी छ यता हाम्रो के भन्छ उयो के रक्ती पनि बनिरहेको हुन्छ हाम्रो दिदीले बनाउँछ अरे रक्ती चाहिँ यसलाई अब हेरौँ यसले कस्तो बनाउँछ अनि जस्तो त्यही हो हेर्दै जाउँ रमाइलो गर्दै जाउँ ह्याप्पी दसैँ फेरि पनि सबैलाई है त सबै भइसकेपछि अब हाम्रो काटकुट स्टार्ट भइसकेको छ भने सबैजना भाइले अचानो ल्यायो दाइले यहाँ मासु जमाइरहेको छ म भ्लग बनाइरहेको छु ठुलो मम्मीले यहाँ आलु केलाउँदै हुनुहुन्छ दिदी उता बसिरहेको चाहिँ आमा उता आन्द्रा भुँडी केलाउँदै हुनुहुन्छ
बसन्तीलाई टक्क चाहिँ पूजा गरियो बतिन बल्ल ल मलाई त बत्ती मात्रै ल्यायो भने लाइटहरूको कुरै गरेन केही फरक पर्दैन आज 1-2 दिन हाल्दा त्यसले के गर्ने नि हैन ल टक्क चाहिँ नि किनेको महिनापछि चाहिँ अरु बोले पूजा गर्नुभयो नवमी पूजा टक्क बसन्ती हामीले खानापिना गरेर चाहिँ नि अब हामी यो दुईटा बाइकमा चाहिँ टक्क लाएर पत्थरको ढल्का स्विमिङ गर्नुपऱ्यो लास्टै गरी भयो र म यहाँ हाम्रो पुरानो घरमा जाँदैछु चाबी लिन दाइसँग हाम्रो अर्को बाइक चाहिँ बर्दिवासमा छ त्यो आउन सकेन अहिले एकछिनमा आउनुहुन्छ अरे लाएर अनि बाइक आउँछ अनि यहाँ हाम्रो दाइले चाबी दिनुहुन्छ टक्क घरमा दाइले सो चाबी लिएर हामी टक्क जान्छौँ यो हाम्रो पुरानो घर दाइ आफ्नै घर सो ल हाम्रो दाइले बाइकहरू दिनुभयो चाबी दिनुभयो हामी गयो दाइ ल दाइ हाती दसैँ ओहो हरि बिजो बनाएको छ घर त हाम्रो आयो दाइ दाजु चाहिँ आयो टक्क दुईटा बाइक जान्छौँ हामी ओ ला झन्डै म झरेन मेरो हातबाट सो कुन बाबा र भाइलाई पठाइदिउँ तर म सोचौँ है ल हिसी सो गाइज हामी चाहिँ अब टक्क निस्केको बाटोतिर के कसो हुन्छ हजुरहरूलाई म देखाउनु छु हस् त बाबा त्यतिखेरसम्मको लागि चाहिँ टक्क हेर्नु होला हामी रमाइलो गर्छौँ अब त्यहाँ गएर सो गाइजहरू हामी चाहिँ ट्याक लगाएर पत्थरकोट पनि आइसक्यौँ अब हामी यसो स्विमिङ चाहिँ हान्दैनौँ यसो खोला सोलामा खेल्छौँ के कस्तो हुन्छ हेरौँ रमाइलो गरौँ दिदीहरू आउँदैछ केटीकेटीहरू सुरुमा हेलमेट चाहिँ के हुन्छ यो गहिरो छ यो त छैन दिदी यार गहिरो सो गाइस हमारा तो पोपट हो गया क्योंकि भैया ने स्कूटी का चाबी ने कहाँ गिराई दिया यार सो अब गाइस घुम्न त आइयो तर स्कूटी को चाबी हरायो अब सबजना खोज्दैछन् यता स्ट्यान्ड बाई अर्को दिदी पनि उतातिर खोज्दै हुनुहुन्छ र यसले कहाँ राख्यो भन्ने कुरै थाहा भएन उ यहाँ ड्यामतिर हो कि जस्तो पनि लागिरहेछ यो ड्याम पछाडि गएर खोज्नुपर्छ टक्क नभए अब के गर्ने त अब टक्क अब सबै बाइक स्कुटी छोडिदिने अनि बाइकमा हामी जान्छौँ पत्थरकोट चाहिँ दामी छ साथीहरू जसले जे भने नि पत्थरकोटको डाँडोहरू चाहिँ दामी छ स्विमिङ हान्दा छन् केटीकेटीहरू यता उहाँ परतिर मलाई दिएको होइन म राखिदिन्थेँ यार भने भए त राखिदिन्थेँ नि त नि हि हा होइन हो हि हा सो गाइजहरू मैले यहाँनिर ठ्याक्क यहाँनिर सो गाइज मैले ट्याक्कै देखेँ ओहो चाबी भेट्यो गाइज सो अब हम पोपट के नै भयो पोपट ला हामीले पत्थरकोटमा स्विमिङ पनि खेल्यौँ अनि स्विमिङ खेलेर पनि मलाई त गर्नु भइरहेछ सो अब चाहिँ हामी यहाँ पत्थरकोटबाट निस्किन लागेको ल अब लालुन्दी गरेर भेट्नुपर्छ त गाइजहरू है आम्मा डेन्जर गर्नु भएको यार हैट ल अब चाहिँ घरमा जाउँ अनि घर अनि यसो भ्लग बनाउँ है त गाइजहरू ल अहिलेतिर बाई बाई सी यू
सो गाइज हामी चाहिँ ठ्याक्क पत्थरकोटबाट घर आइसकेपछिको कुरा हो। अहिले भर्खर धेरै बजेको छैन, 6 बजे। यहाँ लालबन्दीमा चाहिँ व्यापक पानी परेको छ, तपाईँहरू देख्नै सक्नुहुन्छ। डेन्जर क्या, डेन्जरै पानी परेको छ। एकैछिन कत्रो पानी परेको छ यो। ल हेर्नु न, त्यहाँ देखिहाल्छ। र म र त यहीँ छु। आजको लागि यति नै। बाँकी भिडियो नेक्स्ट भ्लगमा म यो दसैँ पछिको नि भ्लगहरू हाल्ने नै छु। अब भोलि टिका छ, भोलि टिका पनि भ्लग आउँछ। सो आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज। बोलिङ बोलर